हेलो हाई गुड मर्निङ एभ्रिवान। आज चाहिँ हामी नेपालीहरूको महान चाड विजयादशमीको 10औं दिन। आज निधारभरि रातो टिका लगाएर गाउँभरि घुम्ने दिन। गाउँभरिको मौसम यति खुल्ला छ, अलिक घाम लागेको छैन, अलिक नरमाइलो लागिरहेछ। हेरौँ अब 11:53 सायद छ, त्यतिखेरसम्ममा मौसम उज्यालो हुनेछ भन्ने आशाको साथ हामी चाहिँ अब आजको दिन यसरी सुरुवात गरिरहेछौँ। अब आजको दिन चाहिँ हाम्रो हाँस्ने खेल्ने रमाउने रोटेपिङ खेल्ने यस्तैमा बित्दै जानेछ भन्ने हाम्रो दैनिकी हो। अब कतिखेर रेडी हुने रे? खाएर रेडी हुने? अब त 11:53 सायद 11 बजीमा रेडी सेडी भएर टक्क यता चस्मा यता ढाका टोपी चाहिँ नलाउँ होला। आज अलि हिलो छ पुरा, अलि चिडिक्क। अनि हिलोले ढाका टोपीलाई के गर्छ र? होइन, अनि अब कट्टुमा ढाका टोपी सुहाउँदैन क्या, त्यस्तै छ। त्यही भएर आज हाम्रो यो दोलखा जिल्ला बैदेश्वर गाउँपालिका वडा नम्बर 7 को मार्बुटारमा दसैँ चाहिँ भव्य हुनेवाला छ। अब हाम्रो घरको परिवारमा जम्मा लगभग 32 जनाको परिवार छ। त्यसमा चाहिँ टिका लाएर एउटा ग्रुप खेर्दा रुटिङ अफ नेपाल बन्धुलाई पठाउने खालको एउटा लामो फ्रेमको फोटो बन्छ। त्यो चाहिँ हामी अब मिलेसम्म यही भिडियोमा प्रस्तुत गरिन्छौँ। धन्यवाद। सेती होइन क्या, यो कुहिरो लागेर कुहिरी मण्डल आयो नि त। नआउन हिँडेको हामी दसैँको लागि रेडी होइन। बेच्दाहरू अहिले त मुख पनि देखाएन यार। ए म चाहिँ नुहाउँदाखेरि जिउ नुहाउँदा मैले मुख पनि देखाएन खासमा, नुहाउन हिँडेको होइन। मेरो स्टार्ट त उज्जवलले गरेँ, उज्जवलको भाषण फेरि डेन्जर छ। यो चाहिँ हाम्रो मन्दिर। मन्दिर देखाउँ, मन्दिर कति मोटो आएको यार। म त बाटो चाहिँ हेर्नु हिँड्ने ब्लग बाटो नि हेरेको छु लास्ट हेर्नु। बुवा नमस्कार। अस्ति आएको बुवा। हाम्रो फोटो छ, फोटो हेर्ने हो गाइस। यसले बिल्ला हालिदिन्छ होइन। अब अहिले हामी चाहिँ नुहाइधुवाइ गरेर फुल रेडी भएर आउँछौँ। अब हाम्रो धारो हेर्नु न पहिला एकछिन, यस्तो राम्रो धारो छ। त्यो यहीँ उम्रेको पानीको हो। अब हामी रेडी भएपछि अब हामी फुल रेडी भइसकेपछि मात्रै आउँछौँ। अब अहिलेलाई चाहिँ यतिमै। टिका हामी ढिला सिस्ती भएकोहरू त टिका लगाएनौँ नि। हेपेको हामीलाई चाहिँ सबैजना टिका लगाइसकेको छन् होइन। हामी रेडी भएर आउँदा टिका लगाएपछि हेर्दा हाम्रो त टिका लगाइदिएन सन्तान। यतिले चाहिँ लगाएन गाह्रो छ सन्तान धेरै भएर। माइजू हाम्रो कहिले आउँछ? भोलि हुँदैन, आज लाउने। त्यसले लगाइसक्यो इस हाम्रो नकुरीको। मम्मी ह्याप्पी दसैँ। कस्तो मुख लगाएर हाम्रो छोरो कच्चे लाउने के पारा हो? कति घन्टा लाग्यो अरे मेकअप गर्न? गाइस हामी चाहिँ मेकअप गर्न बसेको। यो जानकीलाई मेकअप गर्न नआएर सिकाउँदा आफूले गरेका हुन् होइन सानी। हामीले अर्कोलाई गरिदिएको तपाईँ र मैले भन्दा गाह्रो छ। 1.5 घन्टा ढिलो है, झन्डै 2 घन्टा लेट। ठिक छ, भित्र पारै छैन, त्यही भएर बाहिर बसेको। होइन 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 अरू अहिले देखेला न होइन। दिदी पछिको होइन होइन सायद अरू देखेला न अहिले होइन। को छ भने थाहा हुन्छ। अहिलेको लागि चाहिँ मै हो भनेर एजुम गर्न मिल्यो। खै पानी पर्ला भनेको पर्दिनु परेन। ठिकै छ दसैँ। अनि ठिक्का चाहिँ लगाएपछि अहिले आउँछु म। अब घाम नलागेर फोटो राम्रो आएन। फोटो खिचेकै थिएन, कहाँबाट राम्रो कराउँदै थियो बाबाले मोबाइल लिन सधैँ। त्यही भएर अब आराममा बिउ
पारा यस्तो छ मस्त लगाइसकेर होइन उहाँ ओहो आम बेज हट म चाहिँ यहाँ हिँड्दैछु तल एक ठाउँमा छ सामान अर्को ठाउँमा छ टिका लगाउनु दिदीकामा जाँदैछु घरमा मार्छन् होला मलाई कुद्दैछु होइन दिदीकामा जाँदैछ होइन आज चाहिँ सिधै सिधै रहेछ के हो यस्तो यो कोही हिँड्यो भने क्या हो सिधै छ दिदीकामा जाँदैछु साथ दिदीहरू नि टिका लगाउन कुदिसक्नुभयो होला है मार्छन् मलाई होइन कि जस्तो लगाइरह होइन चिप्लो हो क्या फेरि कुद्न नि गाह्रो बाटो होला सायद यता आइसक्यो जस्तो छ माइला बुवा यहाँ दिदी घर नि टिका लगाइसके सके एउटा ऊ खै देख्दैन होइन सा ह्याप्पी दसैँ ह्याप्पी दसैँ हेलो गाइज सबैलाई ह्याप्पी दसैँ हाम्रो दसैँ लगाइसक्यो झन् बाँकी हुनुहुन्छ मात्रै बाँकी छ होइन मलाई माछामा टिका लगाउन गयो अहिले आउँछु ल बाई अहिले आउँछु राम्रोसँग यहाँ लाएर जानु चाहिँ फरक पर्ला अब यहीँ लाएर अलिक फरक पर्ला कि भन्ने कुरो हो होइन ठिक छ मम्मीको हात फुपू भने त्यसो अलि फुपू सुपू होइन यहाँ फरक पर्ला भनेर होइन सबैजना मलाई कुरो नि फेरि यहाँ टिका लगाएर जाँदाखेरि उहाँ लाउनको के होइन फुपूका घर भन्नु न होइन त्यो भिडियोबाट हेरेर नि गाली नगर्नु हेलो सम्पूर्ण नमस्कार। आज चाहिँ हामी खड्का परिवारको सपरिवार 32 जना हेलो सम्पूर्णमा नमस्कार। आज चाहिँ हामी दसैँ विशेष कार्यक्रममा सपरिवार लगभग 35 जनाको हाराहारीमा यहाँ उपस्थित छौँ। आज चाहिँ हाम्रो दसैँ विशेष कार्यक्रम भव्य सभ्य रूपमा सुसम्पन्न हुनेवाला छ। कोही यहाँ निधार खाली हुँदाहुँदै पनि मुटु दह्रो बनाएर पुरा हार्ट एट्याक अलिक कम गर्नुपर्ने भएको छ। अब अहिले लाउँछु मेरो पाला आएन नि होइन आफूभन्दा ठुला अहिले यस्तो हुँदैछ। अहिलेलाई यता दुईवटा ठुलो हेरिरहेछन् के खाउँ के लाउँ हस्तेरी। यो चाहिँ हाम्रो छोरी होइन है, छोरै हो। फेरि त्यहाँ कमेन्टमा तपाईँहरूले छोरी त राम्रै रहेछन्, नयाँ ड्रेस कस्तो राम्रो भनेर कमेन्ट गर्नु होला। हाम्रो बाबु कति राम्रो ह्यान्डसम, अब अर्को साल बिहे गर्छ भनेर यसरी कमेन्ट गर्नुपर्छ। यो हाम्रो सबल भाइ यस्तो छ। तपाईँ जता पनि घुलमिल हुनु आउनु न बुढाहरूको यहाँ लाइनमा। ल जै ल यहाँ छ नि। ल साइडमा हटिए म्याडमको आने दिदी। ल जानु ल हो ल म्याडमलाई ल हाम्रो म्याडमको सवारी हुँदैछ। युट्युब हो अहिले लाएको अरे ल पैसा पाउने उमङ्ग छ त। बुढाहरू एकदम खुसी छन्। ऊ 32 वटा सर्लक्कै टलक्क टल्क्याने यस्तो छ। ल यतापट्टि चाहिँ दिनु परेर होला, अनुहार अलिक अँध्यारो छ किन हो। यता एउटा फुच्चे केटो ल मेरो ब्लग धेरै लामो हुन्छ क्या हो र। मेरो त तागेर नै युट्युबमा आउँछ। म त यस्तै हालिदिन्छु नि नकटिकन यसो हालिदिन्छु नि म त हुन्छ। माइजी चेता हुनुहुन्छ ए आमा ह्याप्पी दसैँ। ह्याप्पी दसैँ आमा ह्याप्पी दसैँ। तिहार छैन आएको के अरे बडा दसैँको शुभकामना सबैजनालाई भन्नु न। सबैजनालाई ह्याप्पी दसैँ आमा। यसले छेक्छु फेरि होइन हाम्रो ल गाइजहरू अब चाहिँ हाम्रो जानकी शिवाकोटी म्यामको पालो आएको छ।
अझ यहाँ ब्याग क्यामेरा गरेर देखाउँदैछु उता पल्लोमा बस्नु तपाईँ उहाँ चाहिँ एकदम उमङ्गका हर्षित हुनुहुन्छ पैसा पाउने उद्देश्यले होइन दसैँमा आशिकसहित भन्यो क्या हेर न खुसी हो फुरुङ फुरुङ भइरहेको छ ज्यान भएन छैन भन्नु त अनि कहाँ ड्याडी बोलाइन् त हाँसिन ल हो गुड गुड गर्ल फ्ल्यास लाइट बालेर कालोको गयो निकाल्छ ए सक्यो न सक्यो ड्याडी घरै लाउने रे घरमै लाउने रे दिदीहरूलाई सिधै लगाइसक्नु भयो अरे कमला दिदीहरूले घरमा भान्जीलाई घरमै ल्याउने हो भान्जीलाई लगाइसक्यो लगाइसक्यो हामीले उहाँ हिँड्नलाई बाटो लाग्छ अरे क्या के भन्छ लगाइदिनु हुन्छ हरि अङ्कलहरू घर कि त हरि अङ्कल झरेको छ भुइँमा हेर्नु त आरुसी आरुसी चक्लेट खाना त खोजेको ओहो खुसी आहा यसो हो नि त खुसी यो चाहिँ छिटो गर्दैन उहाँ काका सन्तान आएर बस्ने आमाले लाउनु छ भने छिटो गर्दै उहाँ आएर बस्छ अनि अफ्रा भने चाहिँ छिटो गरेर हुन्छ कसलाई त्यही त एकछिन सुब्बा काकालाई छ के झुकेर भोक लागेको यहाँ हामी नै लाउँदैछौँ भाइ पस्ने सक्यो त अब अनि निल्नु न सिद्धि सिद्धि कल्पेर उहाँ फोटा खिच्नमा के उफिस त्यो गर्नु हुँदैन गर्नु पाएको बाबु
मोबाइलमा जाएको राम्रो फेरि लायो हुन्छ ल अब खुसीका दिनहरू आए जस्तै भयो फेरि के अलिक उल्टो भएछ ला पुरानो पर अलिकति अनुहार खल्लो खल्लो भयो त ल त ठिकै छु ए अझै बाँकी नै हो ल अझै खुसीका दिनहरू त आउनै बाँकी रहेछ सक्यो सक्यो अब पर सबै एकैचोटि आइदिउँ नि त हुन्छ पैसा पर्दैन सपट्टि ल पछि देऊ ल अनि ल आशिक सहितको दक्षिणा स्वीकार गर्नुपर्छ को यो चरीकोट जाने यो कान्छ ल ल दिदीले भने मान्ने कि दिदीलाई भन्ने नकाउनु मामालाई ठुलो भइसक्यो मान्छेको त्यहाँ भिडियो गरेर बेइज्जत नगर्नु त मामाले भने ट्याक मान्नु मामा साथी जस्तो हुनुहुन्छ त अनि के गर्नु मामा जस्तो भन्नु न त म यस्तो मान्छु मलाई लागिसक्यो त अघि लगाइदिनु लगाइदिनु अब भिडियो बनाएर लगाइदियो फेरि डबल लगाइदिनु के भएर पर्छ आफ्नै बुढीलाई कति वर्षमा टिको लाउँछ 10 वर्षमा है नानी 10 चोटि लाउनु पर्ने खासमा 10 चोटि लाउनु हो पैसा नि 10 चोटि दिनुपर्छ सही कुरा गरे बरु सब के रे उजले दिदी 10 चोटि दिनुपर्छ पैसा नमस्कार ए मलाई दिन्छ ए त मा थाला नदिन न बिस्तारै दिनु आफै सक्यो अब उठ्नु मेरो उज्जल बिना टिका लगाउनु ल एकछिन ल ल हिँड्दै गर्नु सक्यो यहाँ माइजु यहाँ छोक्यो होला है ए मलाई ए टिका लिएर जान्छ अनि फोटो क्याप्सन गराइदिए भाइ बाबुले लाइदिए सबैले अब ठुलो मामाको घर चाहिँ मिलाउने के हामी मलाई बोलाउनु मात्रै यहाँ लगाइदिनु भने जामा टिका त हो नि फाइनली सक्यो टिका लाएर फाइनल सक्यो गोरे देखेको जस्तो फाइनल सक्यो अब फोटो खिच्ने पाला छ होइन यहाँदेखिबाट सर यत्र सन्तान छन् होइन सन्तान यत्र सन्तान कहाँ बाँकी छ यहाँ बल्ल मेरो निधार भर्यो ब्लग हो भने चाहिँ कस्तो भिडियो रहेछ त्यो मिला न त्यो यहाँनिर यस्तो बिजक छ हाम्रो होइन हाम्रो माइज पछाडि हुनुहुन्छ सक्यो अब टिका लाएर फोटो सेसन हुँदै मेरो सक्यो अर्का फोटोमा ट्याप्प लाइक गर्दै बस्छु यसको घर बाँकी छ ठुलो सक्यो मेरो टिका निधार भरे खाते खाली थियो अहिले हेर्थ्यो भन्दा होइन नि मेरो यो सबजना लगाइदिएर होइन निधार भाइले कराउने यहाँ हल्ला खाँदै यहाँ फोटो खिच्न अनि यस्तरी होइन सन्तान होइन सर क्यामेराम्यान हाम्रो माइती हुनुहुन्छ यिनीहरूको फेरि यहाँ छुट्टै छ यहाँ छुट्टै छ ह्याप्पी दसैँ आमा काकी आमा हेलो गर्दै छुट्टै छ फेरि यता यहाँ
अब सक्यो अब सक्यो अब दसैँ बहिनीलाई मिस गरेर धेरै हेप्पी दसैँ विशेष गरी सिन्तालाई सम्झेहा भने क्या सिन्तालाई सम्झिया छ छोरीलाई कान्छी छोरीलाई रोइदिएको छैन नरुनु म त रुवाइदिन्छु मम्मीलाई ल अब अहिले फोटो खिचेर अघि यहाँ भरिन सकिनेका थिए अहिले गर्ने खाली भयो सबैजना टिका लाउनु गए हामी टिका अब हामी पनि जाँदैछौँ जाने आमा आमा गयौँ ल अब घर रुङ्नु ल रुङ्छु हुन्छ रुँएर बस्छु अहिले आउँछु नाच्न नि पायो भने त यसो नाच्नु न त ल गीत गाएको बिना एउटा बसे हुन्छ बसे हुन्छ नगए हुन्छ बोल्छ त्यहाँ बोल्छ बोल्दैन नाच्नु न रातो टिका जमरा लाएर लाउनुहोस् बेला बेलामा टिको लाउन धन्यवाद बाई बाई बेला बेलामा टिको लाउन आउनु मेरो हात पनि खाली नराख्नुहोस् अरे वाह रातो टिका जमरा लाउनुहोस् बेला बेलामा मेरा घर आउनु आमाको घर भिडियो हेरेर टिका लाउन आउनु होला है सबैजना आउनु होला आमा कति वर्ष हुनुभयो आमा कति वर्ष हुनुभयो 70 71 72 73 8 सालको मान्छे कति रह्यो 73 वर्षको मान्छेको आशीर्वाद लिन आउनुहोस् सबैजना सबैजना आशीर्वाद लिन आउनु होला 70 80 90 वर्ष पुग्न लाग्यो अहिले देखा जाए पर ल अब ल अहिले आउँछु ल बाई बाई जाऊ छोरी जानुहोस् हस् हाम्रो आमा यति तगारा हुनुहुन्छ 70 वर्ष पुग्यो भने होइन फुपूको छोरी मामाको छोरी छौँ फेरि होइन हामी चाहिँ हस् अब हस् भाषा नै यति आउने हो नि भामा चाहिँ फेरि कस्तो छ भने सबैजना एकै ठाउँमा टिका लाउँछ अन्त अष्टमीतिर नवमीतिर नि फुलपातीदेखि नै के सबैजना सँगै परिवार सबै परिवार एकै ठाउँमा बसेर चस्मा ठिक होला यार टिकाको दिनसम्म कति धेरै मान्छेहरूको चाहिँ है झ्याउ हुन्छ भन्छन् के हुन्छ चलन हुँदैन हाम्रो चाहिँ पहिलेदेखिबाट गर्थ्यौँ अहिले पनि त्यस्तै गर्छ टिका लान अब मामा मामा घर जाने हो अरू त लगाइसक्यौँ जे होस् रमाइलो हुन्छ सपरिवार सबै जम्मा हुँदाखेरि एउटा भान्जी थियो ए होइन यार भान्जी त दुइटा थियो है त्यो ऊ पनि थियो होइन दुइटा मेरो त सबजना लिँदा भर देखान तपाईँको चाहिँ फर्स्ट जस्तै होला हाम्रो माहलामा कस्तो फर्स्ट जस्तै टिकाको दिन टिकाको दिनै चाहिँ फर्स्ट जस्तै हो नत्र त टिकाको भोलिपल्ट कहाँ फर्स्ट जस्तै घरमा आउँदा त टिका दिनै आउँथ्यौँ नि हामी कस्तो हो यसरी पालो रुङ्गी त लाउनु परेको थिएन यसरी पालो रुङ्गी चाहिँ लास्टमा हामी मम्मी र होइन हामी ढिला आयौँ अनि ढिला आएर चाहिँ लास्टमा चाहिँ अरूले लगाइसकेको छ आफ्नो पालो कुर्दा त लास्टमा त फेरि लास्टै पऱ्यो भान्जी भएर टिकाको दिनमा तपाईँहरू बेलुका आउनुहुन्थ्यो नि बेलुका घर घरमा गरेर लाउनुहुन्थ्यो नि त भयो अहिले अब म आमा घर जोइन देखाउँछु त्यहाँ फोटो खिच्नलाई उ गर्छ नि त फेरि रक्षा गरौँ आशीर्वाद सुन्नु मामाको कसलाई सुन्नु भने खै कोही छन् चस्मा भएर लगाइदिनुहुन्छ अहिले साइडमा पर्दैन क्या मामा साइडमा एउटा मेरो भ्लग बिगार्छ नि भयो जाने ब्लग भने के हो तपाईँलाई क्या के जाकीलाई चाहिँ मैले टिका लगाइदिनु पर्ने पर्छ लाउने र अहिले सबैलाई लगाइदिएँ आफूभन्दा ठुलो हुन्छ के लाउनु सानोलाई लाउने होला नि पैसा छ नि छैन दर्शन चाहिँ कहाँ हो आशीर्वाद दिने हुन्छ पैसा त मकै दिनु न मकै मकै यहाँ जमाराको मकै भने ए म त मकै भुटेर छैन नि
खोइ मम्मीले त लागिनु भन्दा नि मम्मीले मैले अब भोलि पर्सि होला पढ्ने दिनतिर किन पाले बाल एक बिचमा लाइ भाइ यार त निधार भरिसक्यो मेरो म बाङ्गो भयो क्या त्यसो भए भिडियोमा पनि देखा परे त नदेखे त भिडियो हुँदैन नि कस्तो अड्डेन त है भाइ ठुलो भयो दिदीभन्दा भाइ ठुलो भयो टिका लाउनै जान्दैन अटेर भएर हो नि त अझै लाउनुपर्छ पर्दैन सोही लाउनु त अब हात दुखिसक्यो यस्तै चाहिँ लाउनु ए परेडी सरेडी सबै छोप्यो त यार भाइ कहाँ ए हुन् टिका लु बाबा पुस्नी छैन है हामी यस्तै हो हाम्रो झगडा पर्छ मकै मकै यो भएपछि मलाई एउटा मकै मात्र पैसा छ कि 5-10 रुपियाँ मैले दिन्छु हुन्छ होला अलिअलि फेरि पर्छ हातलाई यस्तो म हालिदिन्छु नि त तेरो त म नकाटिकन हाल्छु यो पैसा अनि यो त घरबाट गर्ने मिल्ने सबैलाई एउटै गरेछ घरबाट गर्ने मिल्दैन नि ती के हो त्यस्तै हो तैँले नमस्ते गर्ने मैले होइन नमस्ते झन्डै मैले गर्न रेडी भएको पैसावासी मान्छे जसले नमस्ते गरिहाल्छ ओके साँच्ची बानी मैले गरिहाल्दो रहेछु कि गणेशलाई पनि गरिहाल्दो रहेछु ल गए लाइक भाग्य भने होला होइन अनि त्यसले गएर झन्डै यस्तो गरिसकेको छु नि ए भाइले पो गर्ने हो त है भनेर माइजू लाउने हो भने बस्नु पऱ्यो नभए उठ्नु पऱ्यो माइजूको हात कस्तो छ माइजू टिका लाउने हो कि अब लाउने हो भने बस्छु न उठ्छु लाइजू पैसा चाहिँदैन त्यो टिका त हो नि ए चक्लेट त खाना त यहाँ यस्तो खाने त अनि ऊ जागिरे भन्छ सबैजना गणेशको त केही छैन भइगयो यो त भन्छ अनि ऊ पहिला ऊ यहाँ यो गणेश जागिरे छैन बरु उज्जवल जागिरे ऊ भनेपछि अनि दिदीलाई लानुपर्ने पहिला मैले नि ए लुगा त यस्तो बेर राखाले हो हाम्रो यस्तो बिजोग छ यहाँ ऊ भान्जिल दिएर लाउने हो म त भान्जिल दिएर कस्तो मतलब भनेको त दिन पर्यो नि मलाई चक्लेट त एक मुठे अहिले ल्याएर होइन दिएको छ लिएको ऊ बिनाले ऊ सर्नु पुग्यो मान्छे जम्मा 2टा कि 3टा खाएको मारा लागिसक्यो मलाई यहाँ कस्तै हो हाम्रो माउलीहरू यस्तै हो डोन्ट वरी तँलाई भन्छन् क्या फुलफुल ए फर्क्यौ मम्मी लानु भने होइन पूजा गर्नु कस्तो कालो आएको यार पैसा छ त नि छैन मसँग त ल माइजूले अब यस्तै हो माइजूले लगाएको कालो आउँछ अब दसैँको टिका रातिसम्म नै सके छैन नि ए भइछ यसपालिको टिका कडा कडा ओके अड्डे पहा अब यहाँबाट चाहिँ एन्डिङ हुन्छ लास्ट झ्याउलाइसक्यो मलाई सक्यो अब कस्तो फिल भइरहेको त उषा बिना जोडी टिका लगाउँदा जोडी अन्जाल भोलि कुर्नु पर्थ्यो बिना जोडी टिका लगाएर अब पैसा पैसा पढ्ने राम्रो ज्ञानी हुने आमाको छोरा यस्तो हो भन्ने नहोस् है आशीर्वाद कडा है हाम्रो फेरि हो नि आशीर्वाद कडा ज्ञानी कान्छी भान्जीको अब पालो कान्छी भान्जीको ए कान्छी भान्जीले त लुगा सुगा फेरिहरू चट्ट भइसकेको छन् चट्ट भएको झम्का चाहिँ खोला बिर्सिस झम्का नखोल्या त्यतै लाउने हो यता फर्क नि त थोरै कान्छी भान्जीको अन्य चाहिँ
कान्छी भान्जी गएर चाहिँ टप्प आमाकै आउनु टाँसे जस्तो छ यहाँ हाम्रो छोरी नि बसी चाहिँ टिका लाउन लाइनमा तँ त नलाइदिनु रे हो उहाँले लगाइसकिन नातिन त माथिको लागि नै के लड्यो त्यही त छोरी लुगा ठुला बचन के अरे त लडेको राम्रो थियो त बाबाको भन्दा ठुलो पोस्टमा एकैचोटि जाइ मम्मी हात छोड्नु न हस् खतरा आशीर्वाद छ छोरो यता हेर त हाँस्देऊ न हौ ह्याप्पी दसैँ छोरी भाउजू कुर्ता त किन त्यही पिन चस्मा भरि लगाइदिनुहुन्छ क्या फेरि टिका चाहिँ सबै कुरा राम्रो के यस्तो नवदुर्गा भनेर रक्षा गरौँ रोग भने कहिले नलाओस् नवदुर्गा भवानीले छोरो यता आऊ न रक्षा गरून् ठिकै नडिन ठुलो मामा आइसकेर लानु भएको अरे आफूले सोचेका कुराहरू सबै पुग्दै जाउँ राम्रो राम्रो सोध्दै जानु बिन्छामा थपिन्छ टिका झारिसक्नु हेर अड्डेन कस्तो राम्रो सोच्यो भने सोचेको पुरा भएछ जस्तो पनि पुगोस् नि त्यही त सोचेको पुरा होस् राम्रो राम्रो सोध्दै जानु सबभन्दा भनेको रोग कस्तो नलाओस् त्यही अब बुढीले लाग्नु पर्दैन क्या बुढीलाई भयो आशिक दिन न मम्मी मन मनै दिन्छु आफ्नो बहिनीलाई मुख भएर जुन हेर मन नसराबे हो न के छ क्या थाहा हो न यता भ्लग बनिरहेको कष्ट हराउनुहोस् धेरै ज्ञानी हुनु रिस मन्द मन्द हुँदै जाओस् धेरै रिस नउठोस् रिस त उठ्दैन त मलाई फिट्टिकै थाहा यसपालि मसिना बिहे खान पाइयोस् ए मैले भन्नु उनलाई बिहे चाहिँ अब अब अलि बिहे चाहिँ खान पाइँदैन यार दिदी उमेर हुँदै गइसक्यो अब धेरै बुढी कन्ने भनेर बस्नु बिहे नपाल्ने म त बिहे त नगर्ने पाल्छु पाल्न त बिहे त नगर्ने क्या साँच्चीकै बिहे नगरी बस्ने भएदेखि चाहिँ पाल्छु ल साँच्चीको बिहे त नगर्ने लास्टमा गएछ भने फेरि के गर्नु बिहे गर्दैन अब जागिर खाएर धेरै ज्ञानी बनिनु ए पैसा नि दिनुपर्ने हो भोलि एकैचोटि लगाइदिनु तपाईँ आउनु भोलि अनि यसो गर छोरो धेरै रुनी होइन क्या धेरै रुनी होइन होइन मेरो आशीर्वाद अब डेन्जर छ अनि राना धेरै रुनी होइन मम्मीसँग धेरै झगडा गर्ने होइन मम्मीसँग आमासँग ड्याडीसँग सानीसँग सानीसँग त झगडा गरे छैन है छोरी विशेष गरी मामासँग ठुलमामासँग त झगडा गर्दैन छोरीले मलाई थाहा बाबाले भनेको मान्ने मम्मीले भनेको मान्ने ज्ञानी हुने पढ्ने धेरै पढ्ने हस् दुईटी भान्जीलाई भोलि भन न उपासना के भन्ने भाग्यमानी भएछ भन न ठुलो मम्मीलाई सानो मान्छेले भनेको चाहिँ पुग्छ झन् ल फाइनल्ली टिका लाएर सकियो महाली गाउँमा अब आमा आउनु भएको छैन घरमा भोलि बाँकी छ भोलि बाँकी छ आजलाई यति नै फेरि भोलि दसैँकै भिडियो हुन्छ होइन यसलाई चाहिँ इन गरेर फेरि भोलि टिकाको भोलिपल्ट आमासँगको टिका लगाएको भिडियो आउँछ तर छोटो मिठो आउँछ यो चाहिँ अलिक धेरै लामो भयो होला धन्यवाद दिक्क नमानिकन हेरिदिनु होला।